काठमाडौँको माइतीघर मण्डलामा पाथिभरा स्थित मुक्कुमलुङ संरक्षण तथा केबल कार आयोजना खारेजीको माग गर्दै प्रदर्शन गरिएको छ। प्रदर्शनकारीहरूको धार्मिक तथा सांस्कृतिक सम्पदा जोगाउन सरकारसँग आग्रह गरेका हुन्। मुकुमलुङ ताङसे चुम्बो र मुकुमलुङ संरक्षण अन्तर्दलीय सङ्घर्ष समितिको आयोजनामा भएको प्रदर्शनमा विभिन्न समुदायका व्यक्तिहरू सहभागी थिए। प्रदर्शनका क्रममा सहभागीहरूले मुधुमी स्थल मास्ने केबल कार चाहिँदैन, मुकुमलुङ पाथिभरा केबल कार आयोजना सम्पूर्ण निर्माण कार्य तत्काल रोक लगायतका नाराबाजी लगाएका थिए। प्रदर्शनकारीहरूले मुकुमलुङ क्षेत्र धार्मिक, सांस्कृतिक तथा आदिवासी समुदाय आस्थाको केन्द्र रहेको बताएका छन्। उनीहरूले केबल कार निर्माणका कारण प्राकृतिक वातावरण, सांस्कृतिक पहिचान र परम्परागत धार्मिक महत्त्वमा असर पुग्ने दावी गरेका छन्। सङ्घर्ष समितिले सरकारलाई तत्काल योजना रोक्न, स्थानीय समुदायको भावना सम्बोधन गर्न र सम्पदा संरक्षणलाई प्राथमिकता दिन माग गरेका छन्। पाथिभरा क्षेत्रमा निर्माण भइरहेको केबल कार आयोजनालाई लिएर पछिल्लो समय समर्थन र विरोध दुवै बढिरहेको बेला आन्दोलनकारीहरूले आफ्नो सङ्घर्षलाई थप सशक्त बनाउने चेतावनी दिएका छन्।